आइपुग्यौँ। यस गाउँमा लाखे नाच चलिरहेको रहेछ। इतिहासको अनुसारले चाहिँ नेवार जातिले चाहिँ यो एउटा भूतले धेरै नै राक्षसहरूले धेरै नै मानव जातिमा सताएको हुँदा त्यो राक्षसलाई चाहिँ शान्त गर्नको लागि यसबाट एउटा चिउरा चपाउने र यो डान्स नाच्ने पूजा गरेर यो डान्स गरेपछि सबै शान्त भएको हो भन्ने कुरा चाहिँ। यस गाउँमा तीज, कृष्ण जन्माष्टमी र नागे पञ्चमी वर्षमा 3 पटक लाखे नाच हुँदो रहेछ।